आदरणीय योगा आमा दिदीबहिनीहरू फेरि म तपाईँलाई नमस्ते गरेँ। यसको संस्थापक पनि हो यो जति बेला ६० सालमा बस्नुभयो यसको संस्थापक 25वटा चोखो बस्नुभयो त्यो समूह त्यही आयोजनको 25वटा समूहलाई चाहिँ हामीले चाहिँ यो कानुनी साक्षरता दिउँ न त किनको शरीरले पहिले कमलता भएर तर यो कानुनी साक्षरता चाहिँ हामी अडियन्स कसैलाई कुनै पनि दिदीबहिनीहरूलाई बोलाएर पनि दिन सकिन्थ्यो एउटा त्यो कार्यक्रमको। अर्को यहाँ पढ्ने विद्यार्थीका अभिभावक हुन्छ नि हो तिनीहरूलाई बोलाएर पनि त्यो दिन सकिन्थ्यो। तर यसैलाई किन फोकस गरियो भन्दाखेरि पहिलेदेखि एउटा समूह गठन भएर आएको र यो समस्या हामी रिलेटेडमै छौँ सम्बन्धित भएको नाताले त्यही समूहहरूलाई चाहिँ हामी हरेक कार्यक्रमको सजिलो पनि हुने भोलि चाहिँ कार्यक्रममा ल्याउन केही गर्दा पनि त्यहाँ सजिलो हुन्छ। हाम्रो परिवेशमा हेर्दा बराचेता नगरपालिकाको परिवेशमा हेर्दा तीनवटा सिकाइ केन्द्र अति नै आवश्यक छ। किनभने औपचारिक शिक्षा आर्जन गर्न नसकेका अर्थात् औपचारिक शिक्षाभन्दा बाहिर रहेका विभिन्न व्यक्तित्वहरूलाई चाहिँ आय आर्जनसँग सिपमूलक ज्ञानसँग सम्बन्धित कुराहरू सिकाउनको लागि चाहिँ यी सिकाइ केन्द्रको अहम भूमिका रहन्छ। सामुदायिक सिकाइ केन्द्रको पूर्व अध्यक्ष हुँ र अहिले हाल चाहिँ म यस सामुदायिक सिकाइ केन्द्रमा सञ्चालक समितिमा छु। सरकारले नै थोरै बजेट कम्तीमा पनि वर्षको 3 लाख रुपियाँ बजेट दिएर यहाँ चाहिँ यो कार्यक्रम पनि गर्नु र एकजना सहजकर्ता परिचालिकालाई चाहिँ थोरै पारिश्रमिक रूपमा पनि 3 लाख रुपियाँ दिएको अनुदान दिएको हुन्छ। त्यसमै आधारित भएर उहाँहरूले काम गर्नुपर्ने हुन्छ र त्यही अन्तर्गतको एउटा कार्यक्रम हाम्रो 14 देखि 16 गतेसम्म कानुनी साक्षरता शिक्षा कार्यक्रम राख्नु भएको छ र यो 63 सालदेखि चलिआएको संस्था हो। यो संस्थामा रहेर हामीले विभिन्न प्रशिक्षार्थीहरूलाई चाहिँ हामीले अचार सम्बन्धी तालिम, प्याड सम्बन्धी तालिम, गुडिया सम्बन्धी तालिम, पोते सम्बन्धी तालिम, चुरा सम्बन्धी तालिम दिएर निरन्तर दिइरहेको छौँ। र अहिले चाहिँ आएर हामीले यो यतिखेर चाहिँ आएर हामीले यो कानुन सम्बन्धी महिलाहरूलाई तालिम 2 दिने तालिम गऱ्यौँ र यो तालिम अहिले आज सम्पन्न भएको छ र यो संस्थाले धेरै कुराहरू गरिरहेको छ र अझै निरन्तरता दिन हामी सञ्चालक समिति तयार छौँ। र उनको गाह्रो हामीलाई धेरै गाह्रो थियो। पहिला हामीले यहाँ भवन नहुँदाखेरि हामीले भाडा कसैको घरमा भाडा तिरेर बस्नुपर्ने अवस्था थियो र अहिले चाहिँ हाम्रो यहाँ बिपी स्कुलको प्रधान अध्यापक हाम्रो यो बिपी स्कुलै भित्रकै भवनलाई चाहिँ हाम्रो कृष्ण प्रसाद गुरागाई सरले चाहिँ दिनुभएको छ। हालसाल चलाउनको लागि चाहिँ दिनुभएको छ र यसैमा हाम्रो कार्यक्रम भइरहेको छ।